मलाई क ख ग सिकाउनु भएको सरसँगै बिदा भएको छु। मलाई आफूलाई त शिक्षक भएको जस्तै लागेको छैन, किनकि उहाँको अगाडि म विद्यार्थी नै छु। तपाईँहरूको अगाडि पनि म विद्यार्थी, यही गाउँको चाहिँ भएर पनि होला। र यो जुन अवसर दिनुभयो, यो मौका दिनुभयो, यो मौकालाई चाहिँ सधैँभरि मैले सम्झिरहनेछु। मैले आफ्नो छोटो समयमा जे जति विद्यार्थीलाई मैले आफूले ज्ञान दिन सकेँ, त्यो चाहिँ मेरो चाहिँ वास्तवमा अधुरो रहेको छ। यो अधुरो कामलाई चाहिँ मैले चाहिँ आउँदा दिनमा आफ्नो जहाँ भए पनि सम्झेर सहयोग गरिरहनेछु। आफ्नो तर्फबाट चाहिँ मैले यो विद्यालय परिवार सबैप्रति मैले चाहिँ आफ्नो तर्फबाट चाहिँ गर्नुपर्ने सहयोगका कामहरू, सहयोगका शब्दहरू, बोलीहरू सबै सदा सर्वदा चाहिँ मेरो चाहिँ जीवन्त रहिरहनेछ। यो भन्दै फेरि पनि मलाई छोटो समयमा जुन अवसर दिनुभयो सबैमा हार्दिक नमन गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।